उपस्थित सम्पूर्ण चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई मेरो नमस्कार। आज चुनावी अभियान अन्तर्गत चितवन जिल्लामा म पहिलोचोटि आएको छु र हाम्रो तीनवटा क्षेत्रका उम्मेदवारहरू यहाँ सँगै हुनुहुन्छ। क्षेत्र नम्बर 1 हाम्रो 2, 3 का तीनटै उम्मेदवार यहाँ हामी सँगै हुनुहुन्छ। उहाँहरूलाई अत्यधिक मतले जिताइदिनु हुन म चितवनवासी आम मतदाता दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु। आज देशैभरि चुनावको माहौल छ। फागुन 21 गतेको चुनावको लागि हामी देशैभरि आम मतदाताहरूसँग विभिन्न चुनावी क्षेत्रहरूमा गइरहेका छौँ र अब यो चुनाव पुरानो र नयाँ शक्तिहरूबीच, नयाँ पार्टीहरूबीच र काम गर्ने र भाषण गर्नेको बिचको लडाइँ जस्तो भएको छ। हामी काम गर्ने र नयाँ पार्टी भएको हुनाले तपाईँहरूले आम मतदाताहरूलाई यो सबभन्दा नयाँ पार्टी जेन्जी आन्दोलन पछि जन्मेको पार्टी र जेन्जी आन्दोलनबाट घाइते भएका शहीदहरू, घाइते भएका जेन्जी साथीहरू, शहीद परिवारका साथीहरू र सशक्त युवा पङ्क्तिहरूको बाट जुन यो पार्टी जन्मेको छ उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको बिचमा हामी एकीकरण गरेर एउटै पार्टी उज्यालो नेपाल पार्टी भएको छ। यो उज्यालो नेपाल पार्टीलाई तपाईहरूले अत्यधिक मत दिएर जिताउनु हुनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। आज हामीले काम गरेर केही काम देखाएर आएका छौँ, परिणाम देखाएर आएका छौँ। यो देशमा उज्यालो नेपाल पार्टीले समग्र क्षेत्रको उज्यालोको लागि हामीले पार्टी खोलेर आएका छौँ। हिजो लामो समयको लोड सेडिङ अन्त्य गऱ्यौँ। देशमा केही न केही हामीले परिवर्तन ल्यायौँ। ऊर्जा क्षेत्रमा केही परिवर्तन ल्यायौँ, आर्थिक रूपान्तरण गऱ्यौँ र अब देशको समग्र क्षेत्रको परिवर्तनको लागि देशलाई अब आर्थिक रूपमा रूपान्तरण गर्नको लागि र देशमा भ्रष्टाचार मुक्त देश र सुशासनयुक्त देश र देशलाई समृद्धतर्फ अगाडि बढाउनको लागि उज्यालो नेपाल पार्टी अहिले हामी देशैभरि हाम्रो आम मतदाताहरूको बिचमा, आम जनताको बिचमा एकदमै राम्रो चाहिँ उपस्थिति लिएर आएका छौँ। अब उज्यालो नेपाल पार्टीले देशैभरि हाम्रो उम्मेदवारहरूलाई सशक्त रूपमा उभ्याएका छौँ। धेरै सिटमा हामी उज्यालो नेपाल पार्टीले जित्दैछौँ, चितवनबाट पनि जित्दैछौँ। हामी चितवनका वासीहरूलाई, आम मतदाताहरूलाई, हाम्रा उम्मेदवारहरूलाई जिताइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। हिजो लोड सेडिङ अन्त्य भयो, एउटा क्षेत्रको लोड सेडिङ अन्त्य भयो। यो देशमा धेरै क्षेत्रमा लोड सेडिङ छ, अझै पनि लोड सेडिङ छ। सबभन्दा ठुलो लोड सेडिङ यो राजनीतिक क्षेत्रमा लोड सेडिङ छ। यो राजनीतिक क्षेत्रको लोड सेडिङ अन्त्य गर्नको लागि उज्यालो नेपाल पार्टी गरिएको छ। राजनीतिक क्षेत्रको व्यतिथि, राजनीतिक क्षेत्रमा जुन किसिमको अँध्यारा छन्, यो क्षेत्रलाई अँध्यारोलाई हटाएर उज्यालो बनाउनु पर्नेछ। हरेक जनतालाई, हरेक जनताको, हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि उज्यालो नेपाल पार्टी जन्मेको हो। यो देशमा यो रोजगारीको सृजना गर्दै देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउनको लागि यो उज्यालो नेपाल पार्टीले हाम्रो प्रतिबद्धता पत्र जारी गरेका छौँ। उज्यालो नेपाल पार्टीको प्रतिबद्धता पत्र तपाईँहरूको सामु आइसकेको छ। हाम्रो प्रतिबद्धता पत्रमा प्रष्ट रूपमा यो देशलाई कसरी अगाडि बढाउने भन्ने एउटा भिजन र रोडम्याप हामीले ल्याएर आएका छौँ। यो भिजन र रोडम्याप मात्रै होइन, यो भिजन र रोडम्यापलाई कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर
कार्यान्वयन क्षमता सहितको हामीले त्यो रोडम्यापमा प्रष्ट रूपमा रोडम्याप ल्याएका छौँ। यसलाई तपाईँहरूले अध्ययन गरेर यो पार्टी भनेको यो देशको समृद्धिको लागि, यो देशको परिवर्तनको लागि, सामाजिक विकृति र विसङ्गतिहरूलाई हटाउँदै यो देशलाई समतामूलक समाज स्थापना गर्नको लागि स्थापित पार्टी हो। यो पार्टीलाई तपाईँहरूले अत्यधिक मतले विजय गराउनुहुन्छ भनेर म हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रत्यक्षतर्फको चुनाव चिम चिन्ह जुन बलिरहेको यो बलिरहेको चिमलाई तपाईँहरूले सधैँ बालिरहनुहुनेछ र अत्यधिक मतले विजय गराउनुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। र हाम्रो प्राविधिक कारणले हाम्रो समानुपातिक तर्फको चुनाव चिन्ह बाँसुरी रहन गएको छ। आम मतदाता दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो बाँसुरी चिन्हमा मत दिएर समानुपातिक तर्फ अत्यधिक मतले विजय गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछौँ। अब हामी धेरै समय हामीसँग छैन। हामीले धेरै ठाउँमा कार्यक्रम आज राखेका छौँ। फ्लाइटको पनि ढिलाइको कारणले हामी धेरै 2-3 घन्टा ढिलाइ भइसकेको हुनाले म धेरै कुरा राख्न चाहिनँ। अन्त्यमा तपाईँहरूले चितवन जिल्लाबाट हाम्रा प्रत्यक्षतर्फका हाम्रो क्षेत्र नम्बर 1 का धनबहादुर गुरुङ, क्षेत्र नम्बर 2 का हाम्रो निर्मल पाखरिन, क्षेत्र नम्बर 3 को हाम्रो नम्बर तामाङ, तिनैजनालाई अत्याधिक मतले विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँहरूले जित्नु भनेको उज्यालो नेपाल पार्टीले जित्नु र कुलमान घिसिङले जित्नु हो। यो कुलमान घिसिङ भोलि संसदमा गएर सरकारमा गएर यो देशको आर्थिक परिवर्तनको लागि उहाँहरू जितेर आएपछि मात्रै हामी सशक्त रूपमा संसदमा उपस्थित हुन सक्छौँ। तसर्थ तपाईँहरूलाई म यहाँहरूलाई जिताइदिनु हुन हार्दिक अनुरोध गर्दै यहाँहरू जुन उपस्थिति यहाँहरूको छ त्यसको लागि हार्दिक धन्यवाद दिँदै मेरो जुन किसिमको स्वागत सत्कार तपाईँहरूले गर्नुभयो त्यसको लागि पनि हार्दिक धन्यवाद दिँदै आजको यो छोटो कार्यक्रम यो छोटो कार्यक्रममा मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद श्रद्धेय अध्यक्ष उज्यालो नेपाल पार्टीका श्रद्धेय अध्यक्ष कुलमान घिसिङज्यूलाई। उहाँले आफ्नो चितवनको यस पवित्र भूमिमा चुनावी सम्बोधन गरिसक्नु भएको छ। आम चितवनवासी महानुभावहरूलाई, जनसमुदायहरूलाई यसरी नै यसपटक कुलमान घिसिङज्यूको पार्टी उज्यालो नेपाल पार्टी जो टेस्टेड व्यक्तित्व हुनुहुन्छ, सक्षम व्यक्तित्व हुनुहुन्छ, कुशल प्रशासक हुनुहुन्छ, नेतृत्व क्षमता उति नै छ। त्यसैले आम चितवनवासी दाजुभाइ